हाम्रो राजा हाम्रो देश गणतन्त्र धोका हो, गणतन्त्र धोका हो, गणतन्त्र खारेज गर, गणतन्त्र खारेज गर, भ्रष्टाचारलाई कारबाही गर, भ्रष्टाचारलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्टाचारलाई कारबाही गर, हत्यारा सरकार मुर्दाबाद, हत्यारा सरकार मुर्दाबाद, गणतन्त्र गणायो, गणतन्त्र हजुर हजुरको शुभ नाम? मेरो नाम चाहिँ झपटबहादुर अधिकारी, फेदीखोला गाउँपालिका को पार्टी अध्यक्ष। यो गणतन्त्र खारिज गर्ने, प्रदेश खारिज गर्ने, यो हाम्रो चाहिँ राजा सहितको प्रजातन्त्र ल्याउने र हामीले चाहिँ देशलाई राम्रोसँग चलाउने भन्ने हाम्रो धारणा र विचार भएर यो विचारलाई बोकेर हिँडेको ल। हस् त, धन्यवाद। ल, धन्यवाद। बहिनी हजुरको नाम? मेरो नाम रेणुका भण्डारी, घर मेरो चापाकोट नगरपालिका 9 फुलबारी। हजुर, अनि यो हजुरहरूको छ नि यो आन्दोलन, यो राजा ल्याऊ देश बचाऊ अथवा हामीले राजा ल्याउँ देश बचाउँ भनेर भन्नुभएको छ र यो गणतन्त्र धोका हो भनेर भन्नुभएको छ। के गणतन्त्र धोका हो त? गणतन्त्र धोका नै हो। गणतन्त्रले केही उ गरेको छैन। गणतन्त्र धोका नै हो। हामी यो घाम पानी नभनिकन यो हामी सडकमा उत्रेका छौँ। हामीले राजा ल्याउँछौँ, राजा आउँछन् भन्ने हामीलाई विश्वास छ। हस् त, धन्यवाद। धन्यवाद। हजुर, तपाईँको नाम? मेरो नाम प्रकाश डुम्रे, वालिङ नगरपालिका 14 पर्छ मेरो घर। यो तपाईँहरू चाहिँ यो गणतन्त्र धोका हो, गणतन्त्र यो देशमा चल्दैन भनेर चाहिँ भन्दै हुनुहुन्छ, ढल्दैछ भनेर भन्नुहुन्छ। यसमा चाहिँ के छ, यो सच्चाइ? गणतन्त्र अवश्य धोका हो। जनताले हिजो राजा हुँदा हिजो महेन्द्रले कति विकास गरेको थियो, त्यसको विकासको प्रतिफल खै आज खै गणतन्त्र आएको 20 वर्षसम्म विकास भएको खै त? के विकास भयो? विकासको एउटा मुख देखाउनु, कुनै विकास भयो? बाटो, आज बाटोको विकास भयो भनेर विकास मान्न हुन्छ? कति विकास भयो बाटाको? हिजो जनताले उठाएर खनेको बाटो, त्यसलाई नेताले विकास गरेको भन्न पाइन्छ? गणतन्त्र अवश्य धोका हो। हिजो आज एयरपोर्टमा गएर हेर्नुहोस्, यहाँ पासपोर्ट बनाउनेको लाइन हेर्नुहोस्, यहीँ सिडियो कार्ड भित्र यहाँ पासपोर्ट बनाउनेको लाइन कति छ युवाहरूको? के कारणले यस्तो भयो? खै एउटा कलेज राम्रो, खै एउटा हस्पिटल खै राम्रो? आज त्यत्रो 5-5 पल्ट प्रधानमन्त्री भएको जस्तो व्यक्तिले त नेपालमा उपचार गर्न नसकेर विदेशमा उपचार गर्न सक्छ भने गर्न गयो भने त्यसले के गर्छ? खै त्यस्तालाई अब प्रधानमन्त्री बनाएर चल्छ देश? त्यस्ताले देश प्रधानमन्त्री बनाउँछ, त्यस्ताले देश बनाउँछ भनेर अब आशा गरेर हुन्छ? त्यही भएर हाम्रो देशको राजा भनेको राजा, देशको माया हुन्छ। देशको संवैधानिक राज संस्था भनेको हामीले राष्ट्रपतिको ठाउँमा राजा राख्नुपर्छ हामीले। त्यो राजा हामीले खोजेको। अब राजाहरूले कति काम गरे त्यो कुरा त विकसित ओले थाहा छ। विश्वमा सबभन्दा विकसित राष्ट्रहरू राजा भएकै देश छन्। बेलायत जस्ता देशहरू, स्पेन जस्ता देशहरू राजा भएका देश छन्। साउदी अरब, युरोप, कतारमा कति व्यक्तिहरू गएका छन् युवाहरू। ती देशमा राजा भएका देश होइनन् ती? त्यहाँ गएर बेचिया होइनन्? त्यही भएर देशमा राजा चाहिन्छ, विकासको मुख चाहिन्छ। विकास गर्नुपर्छ। विकास कसरी गर्नुपर्छ? सबैलाई सहकार्य गरेर, सबै पार्टीहरूलाई सहकार्य गरेर, राजा सहितको सबै पार्टीहरूलाई सहकार्य गरेर जानुपर्छ भनेर हाम्रो मूल एजेन्डा हो। हाम्रो व्यक्तिहरू, हाम्रो रविन्द्र मिश्र सहित हाम्रो धेरै व्यक्तिहरू तिनकुनेको घटनामा निष्पक्ष रूपमा छानबिन होस्, त्यहाँका व्यक्तिहरूलाई निष्पक्ष रूपमा छानबिन गरेर निष्पक्ष रूपमा रिहाई गरियोस्। हाम्रा रविन्द्र मिश्र जस्ता व्यक्तिहरू, धेरै व्यक्तिहरू त्यहाँ पर्नुभएको छ। अनावश्यक रूपमा हामीलाई दुःख दिनुभएको छ गणतन्त्रको सरकारले। त्यहाँ निष्पक्ष रूपमा छानबिन गर्न किन डराएको छ गणतन्त्र? के कारणले डराएको छ? त्यसको कुरा पनि हामीलाई चाहिन्छ। त्यो कुरा हो। धन्यवाद।
हजुरको शुभ नाम? दुर्गा प्रसाद पौडेल। यो गणतन्त्र चाहिँ नि धोका हो भनेर भनिन्छ नि, यसमा चाहिँ के भन्नुहुन्छ हजुरले? यो गणतन्त्र आइसकेपछि नेपालका जनताहरूलाई शास्ति मात्रै भएको छ, शान्ति भएको छैन, भ्रष्टाचार मौलाएको छ, देशमा अवस्था कायम छैन। आफ्नो नेताहरूलाई चाहिँ मात्रै चाहिँ आफ्नो पालेपासेहरूलाई भोलिहरूलाई मात्रै चाहिँ गणतन्त्रले चाहिँ व्यवस्था गरेको छ। यी गणतन्त्रका चाहिँ मतिहारहरू छन्, यिनीहरूलाई यो देशबाट नलखेटेसम्म, यसलाई बाहिर नलखेटेसम्म यो देश चाहिँ बन्नेवाला छैन, बन्न पनि भन्दैन। हामी जस्ता व्यक्तित्वहरू युवाहरू चाहिँ अगाडि सरेर यो देशलाई अरू गाउँमा लान विकासको लागि, विकासको निम्ति हामी सबैको लड्नुपर्छ। लडेर यी भ्रष्टाचारीहरूलाई चाहिँ नलखेटेसम्म, यो देशबाट नलखेटेसम्म यहाँ शान्ति सुरक्षा कायम पनि हुँदैन, भ्रष्टाचार निर्मूल पनि हुँदैन। त्यस कारण चाहिँ भ्रष्टाचार निर्मूल गर्नको निम्ति चाहिँ यी अहिलेका यी देशपुरै यी चाहिँ घृणनकारी तत्त्वहरू छन्, यी तत्त्वहरूलाई चाहिँ एक एक गरी चाहिँ घर घरबाट छुट्टी निकालेर चाहिँ लखेट्नुपर्छ भन्ने मेरो। हस् त, धन्यवाद। धन्यवाद। हस् त, हजुरको नाम, शुभ नाम? मेरो विकास कार्य हो। यो गणतन्त्र चाहिँ धोका हो भनेर भनिएको छ नि, यो यसको बारेमा केही जानकारी गरिदिनुहुन्छ? हो, यो धोकै हो। यसले जनतालाई लुटपाट गर्ने, अत्याचार गर्ने, त्यस्तै काम गरिरहेको छ। धोका हो। हजुर, हस् त, धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम शोभा खैरे। यो गणतन्त्र धोका हो भनेर भनिएको छ, यसको बारेमा के जानकारी छ हजुरले भनिदिनु? गणतन्त्र यो देशका लागि एकदमै धोका हो। हिजो जुन सरकार र जनतालाई, धनी र गरिबलाई एउटै बनाउने भनेर जुन उद्देश्य बोकेर गणतन्त्रको यो लागू भयो, जुन सोचेका थिए नेपालका जनताले, त्यो कुनै पनि हुन सकेन। भ्रष्टाचारी नेताको लागि मात्रै भयो, यो देशका गरिब दुखी जनताको लागि केही पनि भएन। अन्याय अत्याचार गरेका नेताहरूलाई, जनताहरूलाई केही राहत भएन। दैनिकी नेपालीका छोराहरू विदेशमा लड्को लाएर कमाउन जान परिरहेको छ। यहाँ देशमा रोजगारीको सिर्जना केही पनि छैन। यसैको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दू, सनातन हिन्दू धर्म राज संस्था कायम गर भन्दै आज 77 जिल्लामा यो अभियान सुरु गरेको छ। यदि गरेको छ मात्रै होइन, गरेरै छोड्छौँ, ल्याएरै छोड्छौँ, राज संस्था जगाएरै छोड्छौँ। यो देशमा राजाको अति आवश्यक छ। धेरै राजा पाल्न यहाँ आवश्यक छैन। एउटै राजा पालेर यो नेपाल आमा जोगाउन, हामी हिन्दूवादीहरू हिन्दू धर्म जोगाउनका लागि आज यो 77 जिल्लामा गरिएको यो अभियानले पक्कै पनि नयाँ निष्कर्ष ल्याउँछ भन्ने हामी जनताको भनाइ हो। यो भन्दै हजुरसित अहिले बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। हजुरको शुभ नाम? नमस्कार, म रमाकान्त जयसी पोखरेल, घर सङ्घिया जिल्ला गलेङ नगरपालिका वडा नम्बर 3, अनि म राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला नेता। र आजको कार्यक्रम खास गरी पार्टीले केन्द्र लेभलदेखि नै 77वटै जिल्लामा यसरी चाहिँ सिडिओ कार्यालयमा गएर ज्ञापन, नारा जुलुससहित ज्ञापन पत्र बुझाउने कार्यक्रम चाहिँ माथि केन्द्रदेखि नै हामीलाई चाहिँ थियो। त्यस कारणले हामी पनि यहाँ चाहिँ सबैजना धेरै चाहिँ राम्रो उपस्थिति भएर हामी सङ्घीय जिल्लामा पनि आइयो। र हामीले यहाँ आएको हामीले चाहिँ उपलब्धि चाहन्छौँ कि अब हाम्रो यो सङ्घीयता खारेज होस् भन्ने हिन्दू राष्ट्र कायम र संवैधानिक राज संस्था चाहिँ देशमा एकदम आवश्यक छ भन्ने नाराका साथ हामी यहाँ आएका थियौँ। र यो हुन्छ भन्ने हामीले एकदम भित्रबाट हामीले अठोट गरिरहेका छौँ। र हामी चाहिँ यो सुरु गरिसकेका छौँ। केन्द्र लेभलदेखि तपाईँको चाहिँ क्षेत्र लेभलदेखि अथवा नगरदेखि चाहिँ हाम्रो चाहिँ यो भइरहेको छ। त्यस कारणले गर्दाखेरि अब हामीले चाहिँ सुरु गरेका छौँ। हामीले नारा जुन सुरु गरेका छौँ, आन्दोलन सुरु गरेका छौँ। र यो हामीले यो देशको यो चाहिँ तपाईँको यो जुन सत्ता छ, यो तपाईँको यो चाहिँ हामीले परिवर्तन गर्नुपर्ने हुन्छ। यो आज चाहिँ तपाईँको आज यो थोरै सांसद भए, भोलि संसद भए भने मात्रै हुँदैन, यो अवस्था व्यवस्था नै परिवर्तन गर्नुपर्ने छ कि यो चाहिँ तपाईँको यो यिनीहरूको यो गणतन्त्रको उसमा यो तपाईँको जति चुनाव लडेर जति सिट आएर जति आए पनि केही हुँदैन। अहिले चाहिँ हाम्रो चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहिँ तपाईँको 14 सिट आएको छ भने फेरि अर्कोपटक 24 सिट आउला, त्यही हो। त्योभन्दा केही हुनेवाला छैन। अथवा चाहिँ बहुमत आउन हामीलाई यिनीहरूले चाहिँ दिँदैन। त्यस कारण यो अवस्था होइन, यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने छ। त्यस कारणले देशमा राज संस्था एउटा चाहिँ अभिभावकको रूपमा एउटा चाहिँ राजा चाहिन्छ भन्ने हाम्रो। धन्यवाद। हजुरको शुभ नाम? म ख्याम बहादुर गुरुङ,
यो गणतन्त्र धोका हो, गणतन्त्र चल्दैन भनेर चाहिँ भनिन्छ। यसको बारेमा चाहिँ केही अलिकति प्रकाश पारिदिनु यो विषयमा चाहिँ। अब नेपालको चाहिँ तपाईँको पहिल्यैबाट गणतन्त्र ल्याउँदाखेरि हिन्दू राष्ट्र फाल्ने कुरै भएको थिएन र हिन्दू राष्ट्र फाल्ने कसैले पनि थाहा थिएन। अचानक त्यो लेख्नमा फालियो र राज संस्था पनि फाल्ने यो कुरै भएको थिएन। त्यस कारणले यो गणतन्त्र साह्रै धोका भएको छ। जनता एकदम दुखित भएको छ र जनता अहिले आक्रोशित पनि भएको देखिन्छ र हामी गणतन्त्रलाई त्यति मान्दैनौँ र गणतन्त्र धोका हो देशको लागि, राष्ट्रको लागि र जनताको लागि। त्यसले भ्रष्टाचार मौलायो, कारखानाहरू सब लोप गरायो र तपाईँको के अरे हाम्रो अभिभावक राज संस्था पनि हटायो, नेपालको हिन्दू राष्ट्र पनि हटायो। त्यसो हुँदाखेरि यो गणतन्त्र धेरै धोका मानिन्छ। हस् त, धन्यवाद हजुर।